केही मेसेज जाने तरिकाले अगाडि बढाउने हो कि तपाईँको के छ तपाईँको विचार? आज म तपाईँ पत्रकारजी तपाईँ भ्लगरले म सोध्न चाहन्छु यो कुरा। तपाईँले भनेको विषयवस्तु चाहिँ एकदमै त्यो चाहिँ तपाईँको चाहिँ एकदमै त्यो चाहिँ के संवेदनशील विषयवस्तु भयो कि यो चाहिँ एक दिन जब मेरो युट्युब चाहिँ भाइरल भएर जान्छ मलाई सबैले चिन्छ त्यो दिनदेखि चाहिँ म देशको लागि केही गर्छु, देशको विकासको लागि, जनताको विकासको लागि आफ्नो विचार आफ्नो सोच भने ठाउँमा राख्दिनँ। अहिले त मेरो च्यानल भर्खर ग्रो हुँदैछ, मलाई मान्छेले कसैले चिन्दैन। मलाई चिन्ने भनेको यहाँ हाम्रो गङ्गा दाइ, हाम्रो यहाँ नवीन सरहरू, अर्जुन सर, तपाईँ म आफैले मात्रै चिन्छु अहिलेको समयमा। अहिले मेरो बोलेको आवाज जनतासँग पुग्दैन क्या। यो तपाईँको कुरा एकदमै मलाई ठिकमै लाग्यो र अर्को तपाईँ मलाई ठिकमै लाग्यो। एकचोटि चेस्ट पनि गरिदिइहाल्नु न। ल गर्नुहोस् तपाईँले अब तपाईँले चेस्ट गर्नुहोस् ठिक छ। ल म चाहिँ यो के अरे वाटर वाटर हाम्रो उहाँले चाहिँ पानी खाएर पाउँछ है पानी। यो तपाईँले भन्नुभयो तपाईँ चिन्जानको बारेमा भन्नुभयो, म तपाईँले एक प्रकारले यो तपाईँको चिन्जानको बारेमा जुन कुरा भन्नुभयो नि अहिले तपाईँले म ठिकै छ एक साइडमा तपाईँले ओके न भन्छु र अर्को साइडमा तपाईँले रङ भन्नु युआर रङ। किन रङ सोध्नुहोस्? किन रङ धेरै प्रकारको हुन्छ। रातो कालो हरियो निलो सेतो गर्छ, रातो कालो हरियो निलो सेतो गर्छ। त्यस कारण तपाईँको सोच बदल्नुहोस्, तपाईँको छाती ठुलो बनाउनुहोस्, तपाईँको छाती कति ठुलो बनाउनुहोस् भन्नुहोस्। हो छातीमा तपाईँले चिन्ने मान्छे 4 जना 5 जना मात्रै छैन। तपाईँको छ तपाईँलाई भर्खर 4 जना 5 जना भन्नु जम्मा 9 जना भयो नि त। त्यसमा धेरै अलिकति थप्नुपर्छ। होइन त्यस्तो नलेज त छैन। यो नाम्पू भन्ने त पहिले हो, तर यो चाहिँ मैले बोतल हेर्दा चिलियन वाइन भनेर थाहा पाइसकेँ होइन। अब यो चाहिँ अब क्याटेगोरी त्यो चिली भनेको कन्ट्री हो नि त। यो कन्ट्रीको पनि अब यो चाहिँ मासु भन्ने चाहिँ त्यो ठाउँको नाम हुनसक्छ होइन। क्याप्सप भनेर चाहिँ यिनीहरूको हाम्रो यो रेड वाइन स्ट्रङ्गेस्ट सबैभन्दा स्ट्रङ्गेस्ट वाइन भन्छ होइन। अब हामी त वाइन भन्छ, रेड वाइट मात्रै छुट्याउँछ नि त होइन। तर धेरै होइन हुन्छ नि, भोल्युम त सबैमा हुन्छ नि। यो त भोल्युम भन्दा नि यो चाहिँ क्याबरनेट सौभिनियन भन्छ नि त होइन। यो चाहिँ अब सबैभन्दा अब ऊ चाहिँ हो क्या स्ट्रङ्गेस्ट वाइनमा पर्छ। वाइनमा यो लेखेको छ तर तपाईँको लेखेको होइन, त्यो चाहिँ क्या त्यो चाहिँ अब ग्रेपबाट बन्ने भोल्युमले मात्रै पुरा मिलेर भोल्युम पनि हुन्छ नि। वाटर पानी हो नि। स्पार्कलिङ वाटर। अनि चाहिँ यो चाहिँ अब 2022 भनेको चाहिँ यो चाहिँ 2022मा उत्पादन भएको हो। त्यो भनेको चाहिँ फेरि वाइन उत्पादन होइन नि, यो चाहिँ ग्रेप चाहिँ 2022मा त्यो हार्भेस्ट 2022मा हार्भेस्ट भएको क्या फलाएको वाइनबाट बनाएको यो वाइन हो क्या चिलीको त्यो ठाउँबाट। अब स्याम्पेन भनेको फ्रान्सबाट भयो भने यो चाहिँ अब चिलीको यो ठाउँबाट त्यसरी छुट्याएको हुन्छ क्या त्यस्तो भनेपछि यो वाइन चाहिँ माफु वाइनको सबैभन्दा बापु माफु होइन भनेपछि यो वाइन चाहिँ माफु वाइनको सबैभन्दा बापु माफु होइन। यो चाहिँ अब माफु भन्दा नि हामीले पिउनु चाहिँ क्याप्सप भनेर क्याबिनेट सबिनेट भन्छ। यो चाहिँ हो क्या यो चाहिँ अब फरक देशमा पनि यही पाउँछ क्या। यही फेरि यो माफुई चाहिँ पाउँदैन क्या फेरि अर्को देशमा पाउँदैन। तर यही क्याप्सप भनेर चाहिँ फेरि अरू देशमा पनि पाउँछ क्या। यो अनुसारले नमस्ते दिदी खेती गरेको क्या त्यो वाइनको क्याटेगोरी हुन्छ ल वाइनको बारेमा राम्रो जानकारी दिनु हो धेरै धेरै धन्यवाद। वाइनमा चाहिँ पिएचडी गर्नुभएको छ। त्यो भएको कारणले चाहिँ उहाँले चाहिँ केही वाइन सम्बन्धी दिनु एउटा कपडा बनाउनु म दामी भिडियो बनाउँछु है मेरो ब्लगको लागि। अहिले चाहिँ कति बज्यो रातको भन्दाखेरि चाहिँ 9:05 भएछ।
9:05 भएछ म एकछिन यहाँ खाँदा हामी साथीहरू भित्र खाँदैछन् म चाहिँ एकछिन बाहिर निस्केर बाहिर के कस्तो छ भनेर बाहिरको इन्भाइरोमेन्ट बुझ्न आएको रमाइलो पल छ है हल्ला छ म्युजिक धन्किरहेको छ हामी ग्यादरिङ भएको छौँ त्यो त क्यारेट भन्ने ठाउँमा है त्यहाँदेखि भित्र छौँ हजुर अनि यहाँ चाहिँ मेरो सुरजको उहाँको मिसेस भाउजू उहाँ चाहिँ यो बारको म्यानेजर हो ल म्यानेजर है मेरो त अनि उहाँले ओके हुन्छ नो उहाँको हातमा छ हङकङको लाङटाङफङ भन्ने ठाउँ चाहिँ यही ठाउँ है अहिले मैले तपाईँलाई देखाइरहेको छु यही ठाउँ हो यो ठाउँ भनेको चाहिँ विशेष गरेर मान्छेहरू हङकङमा मान्छेहरू काम गरेर थाकेर आएपछि यो ठाउँमा चाहिँ एकदमै तपाईँको चाहिँ बेलुका आएर एकदम रिल्याक्स किसिमले जहाँ रक्सी खाने बस्ने रमाइलो गर्ने होइन अनि इन्जोय गर्ने सेलिब्रेसन गर्नेदेखि लिएर आदि इत्यादि हरेक कुराहरू यहाँ आएर गर्छन् यो एरिया वरिपरि सबै तपाईँको बारे मात्रै भरेको एरिया यो सबै बारे है यो बारे हो यहाँनिर देशभरि हाम्रो देश विदेशदेखि लिएर बाहिरको हरेक ठाउँबाट चाहिँ मान्छेहरू आएर काम गरिरहेको हुन्छ अनि यो उकालो बाटोबाट तपाईँको देब्रे साइडपट्टि गयो त्यहाँदेखि माथि सबै बार छ बारको भण्डार भनौँ न यो एरिया चाहिँ हाम्रो ठाउँ नै हो मैले तपाईँलाई सुरुमा देखाएँ नि होइन वातावरण एकदम रमाइलो छ एकदमै डान्स गर्ने टाइपको छ लाइटहरू झिलिमिली भइरहेछ ल हाम्रो बारको भाइ एकदमै हेल्पफुल आयो साथीहरू सबै बिजी छन् आफ्नो तालमा छन् सबै युट्युबर छन् के गर्ने युट्युबरको हाम्रो गुरु उहाँले मेरो दिनरात खडा बसेको छ युट्युब चलाउनु सिकाएर भाउजू थ्याङ्क यू के शब्द छ भाउजू दुई शब्द छ भाउजू यो छ नि यो पोटेटमा थियो क्या पोटेटमा तपाईँ मात्र हो नि त यो चाहिँ म्याकेलेन है म्याकेलेन हाम्रो यो कसरी युट्युब सुरु भयो ल साथीहरू अब हामी खाएर बसिरहेछौँ तर खाने क्रममा चाहिँ म 81 मेरो साथीलाई चाहिँ इन्टरभ्यू दिने मेरो रहर आयो कि यहाँ चाहिँ मेरो साथी चाहिँ योगेन्द्र साथी एकदमै मिलनसार उहाँको बानी बेहोरा भने एकदमै सरल एकदमै सिम्पल सिटी होइन तर मान्छे सिम्पल लिभिङ एकदम हाई थिङ्किङ भएको मान्छे हो क्या उहाँ भनेको यो क्रममा म उहाँलाई चाहिँ एक दुईवटा म प्रश्न सोध्नु गइरहेको छु हेरौँ उहाँको प्रश्न के कतिको हुन्छ हाम्रो साथीहरू यहाँ हेरिरहेको चाहिँ यसो अडियन्सको रूपमा पछि उहाँले उत्तर दिएपछि उहाँले चाहिँ मूल्याङ्कन गर्नुहुन्छ हाम्रो साथीले मूल्याङ्कन गर्छ उहाँको जवाबमा के कति सही छ के कतिको एउटा वेट छ भन्ने कुरा चाहिँ हाम्रो यहाँ साथीले जज गर्नुहुन्छ उहाँले चाहिँ मोटिभेट के अरे त्यसको चाहिँ इभ्यालुएसन गर्नुहुन्छ है सोध्यो मैले म क्वेसन अब एकछिन पनि म समय नष्ट नगरिकन उहाँलाई म क्वेसन सोध्दैछु है म अहिले ठुलो स्वरमा बोलेको छु किन भन्दाखेरि म्युजिक बजिरहेको छ त्यसले कपिराइट हाल्नु सक्छ भनेर मैले ठुलो स्वरमा बोलेको ल योगेन्द्र सर तपाईँलाई मेरो ब्लगमा धेरै धेरै वेलकम स्वागत छ धन्यवाद
मेरो सुरुको प्रश्नको उत्तर तपाईँले एकदमै तपाईँले इमान्दारपूर्वक भन्नुपर्छ। यो चाहिँ सबै नै देशको जनताले जान्न चाहन्छ नै। अवश्य म सकेसम्म इमान्दारीपूर्वक नै भन्नेछु। तपाईँको क्वेसनको तपाईँको प्रश्नको जवाब मेरो विवेकले भएसम्म, मेरो दिमागले भएसम्म तपाईँले एकदमै इमान्दारीको साथ इमान्दारीपूर्वक अनेस्टली तपाईँले म जवाब दिनेछु। ल सर, मेरो पहिलो प्रश्न तपाईँलाई छ, तपाईँले एउटा शब्द बोल्नुहुन्छ तर 10 पटक आँखा झिमिक्नुहुन्छ किन? त्यो भनेको नेचुरल गिफ्ट हो, प्राकृतिक त्यो प्राकृतिक उपहार हो। ल अनि यो आजको जुन हाम्रो यो एउटा ग्यादरिङ भएर चाहिँ हाम्रो साथीभाइ बिचमा तपाईँलाई यो समय यो मोमेन्ट चाहिँ कस्तो तपाईँलाई फिल भइरहेछ अहिलेसम्म? पहिलो कुरो त अब जो अर्गनाइजरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु कि उहाँले यो यस्तो समय एउटा यस्तो गेट टुगेदरको समय मिलाइदिनु भयो। हामीले मात्रै चाहेर हुँदैन। यो चाहिँ प्रत्येक कुरो हाम्रो कुमार सर भन्ने हाम्रो मेरो आफ्नै मित्र हुनुहुन्छ। उहाँले जो जुन कुराहरू पार्टीको लागि व्यवस्था गर्नुपर्ने छ उहाँले पहिलो म धन्यवाद दिँदछु। र दोस्रो कुरो के भन्यो, अब पहिलो कुरो पार्टी भनेको नाम नै एकदमै खुसीको कुरो हो, खुसीको कुरा हो। पार्टीमा आउँदाखेरि रमाइलो गर्दाखेरि साथीभाइसँग यसो जम्पर गर्दाखेरि अब एकदमै खुसीको नलाग्ने कुरा भएन। एकदम खुसी छु, एकदम राम्रो छु, एकदमै आनन्द लागेको छ। एकदम रमाइलो वातावरण छ है, एकदमै रमाइलो वातावरण। अब अलिकति म इतिहासलाई चाहिँ म खोताल्न चाहे। हामी भेटेदेखिको समयदेखि लिएर अहिलेसम्मको समयमा तपाईँलाई मनमा लागेको नमिठो तितो क्षण के छ? अब हामी भेटेदेखि अहिलेसम्म गर्न मन लागेको कुरा त अब धेरै छ भन्दै किसी ने सही बोला है, दोस्त से बड़ा दुश्मन है। तपाईँ यो हल्लाले गर्दा तपाईँ क्वेसन नै क्लियर भएन। तपाईँलाई धेरै छ नि, धेरै छ अरे धेरै छ त्यसो कुराहरू। अब धेरै छ भन्नाले अब नराम्रो होइन, राम्रो कुराहरू छ। साथीले कहिले बसेर गफसफ गर्ने, रमाइलो गर्ने, धेरै कुराकानी गर्ने, दुःख सुखको कुरा गर्नेहरू समयहरू मन छ। तर समयको पाबन्दी छ किनकि हङकङमा समय नभएको कारणले यो जति पनि इच्छा योजनाहरू एकदमै रोकिएर ढाकिएर राखेको छ। पुरै समय भयो भने बसेर कुरा गरौँला यो बारेमा। ल ठिक छ सर, तपाईँको उत्तर मलाई एकदमै तपाईँको उत्तर चाहिँ एकदम मलाई उयो लाग्यो होइन, ठिक लाग्यो। किन भन्दाखेरि संसारमा समयभन्दा बलियो शक्तिशाली केही पनि हुँदैन। तपाईँलाई म धेरै मेरो ब्लगमा चाहिँ आएर 2 शब्द बोलिदिनु भएको म धेरै धन्यवाद। ल अब तपाईँले मलाई तपाईँको भ्लगको बारेमा सोध्नुभयो र म अब तपाईँको भ्लगको बारेमा सोध्छु। पत्रकारले मात्रै सोध्ने अधिकार छैन, जसले अब इन्टरभ्यू दिइरहेको छ उसले पनि सोध्ने अधिकार पाउँदछ। त्यस कारणले म तपाईँले पनि एउटा के शब्द सोध्न चाहन्छु। तपाईँ हाम्रो भेट भएको लगभग के अरे 7 त्यसमा तपाईँले धेरै वर्षपछि धेरै समयपछि तपाईँले यो युट्युबमा आउनुभयो र भ्लगिङहरू सुरु गर्नुभयो। यो तपाईँले भ्लगिङहरू सुरु गर्नु युट्युब सुरु गर्नुको कारण त के त्यसको पछि के कारण त छ नै, के कारण के उसले के अब भनौँ न विशेष तपाईँको कसैको अब तपाईँको पछि कसैको यो कसैको इच्छा कसैको सरसल्लाह त अवश्य छँदैछ। त तपाईँले कसरी सुरु गर्नुभयो त? के प्रेरणाले के तरिकाले गर्नुभयो? किनकि अहिले संसारमा हाम्रो यो हाम्रो सामाजिक सञ्जालहरू धेरै खालकोहरू छन्, धेरै प्रकारको छन्। अहिले नयाँ यङ जेनेरेसनले चलाउने खालकोहरू धेरै छन्। युट्युब भयो, फेसबुक भयो, इन्स्टाग्राम भयो, अनि धेरै प्रकारको भयो। त तपाईँले कसरी युट्युबलाई सुरु गर्ने विचार गर्नुभयो त? म तपाईँले अहिले प्रश्न सोध्न चाहन्छु। मलाई त्यस्तो केही थाहा छैन युट्युबको बारेमा। यताउति मलाई दिगाने तपाईँलाई दिगाने मान्छे भोर से देखो इस चेहरे को यही है वो चेहरा। चेहरा अलिकति छोकियो चस्माको पछाडि लुकेको छ दर्दनाक अनुहार। उहाँको चस्मा नजानु, चस्मा पछाडि लुकेको छ दर्दनाक अनुहार। त ठिकै भयो, एकदम राम्रो लाग्यो। त्यसै गरी तपाईँ पनि तपाईँको पछाडि एउटा कोही हुनुहुँदो रहेछ भने मैले आज थाहा पाएँ। र तपाईँलाई यो युट्युबमा अगाडि बढ्नुको लागि, युट्युबतिर सक्रिय हुनुको लागि तपाईँ पछाडि एउटा गुरु हुनुहुँदो रहेछ। धन्यवाद त्यसको लागि, किनकि गुरु बिनाको चेला अधुरो हो। मेरो चाहिँ यस्तो हो के भन्नु पर्दा तपाईँलाई, मेरो कोच चाहिँ म आफै हो। किन भन्दाखेरि मलाई सधैँ लाग्थ्यो केही न केही गरौँ न खोज
खोज गर्दा गर्दा म आफै भएँ कोच। त्यसले गर्दा आज हामीले खाएको छौँ यहाँ भोज। तपाईँको त्यो कुरा पनि एकदम राम्रो हो, किनकि मान्छे पहिलो कुरो त्यो भनेको तपाईँले भने एकदम कुरो हो, किनकि मान्छेले जब जन्मेदेखि मान्छे स्वतन्त्र भएर जन्मिन्छ, आफैले सर्वप्रथम आफैले कोच गर्ने हो, आफैले सिकाउने हो। त्यसपछि मात्र अरूतिर लाग्ने हो क्या। तपाईँको मेरो यो तपाईँको एकदमै यो सोच, तपाईँको विचार मलाई एकदमै राम्रो लाग्यो। र अब अर्को कुरा म तपाईँले के सोच्न चाहन्छु भने फेरि तपाईँको मैले बिचमा कुरा काटेँ, तपाईँले मेरो सोचको कुरा गर्नुभयो। मेरो सोच भनेको पहिला उहाँ मेरो कोच, उहाँको कोचले गर्दा मैले गरेँ खोज। आज हामी यहाँ भेला गऱ्यौँ, भयो हाम्रो भोज। यो भने पनि एउटा क्रिएसन हो होइन। आई वुड लाइक टु थ्याङ्क्स फर यर ग्रेट क्रिएसन हो क्या। थ्याङ्क यू सर, थ्याङ्क यू सर। यो पनि तपाईँको राम्रो क्रिएसन हो, राम्रो क्रिएसन गर्नुभयो। तर ठिकै छ, तपाईँले अहिले युट्युबमा आउनुभएको छ, बनाउँछ। अब अगाडि भविष्यको तपाईँको योजना के छ त? तपाईँको युट्युबलाई कसैलाई अगाडि बढाउने, तपाईँले इन्टरटेनमेन्टको लागि रमाइलो गरेर मात्रै गर्ने हो कि कसै समाजलाई अब कुनै पनि अब सोसाइटीलाई केही मेसेज जाने तरिकाले अगाडि बढाउने हो कि तपाईँको के छ तपाईँको विचार? आज म तपाईँ पत्रकारजी, तपाईँ भ्लगरले म सोध्न चाहन्छु यो कुरा। तपाईँले भनेको विषयवस्तु चाहिँ एकदमै त्यो चाहिँ तपाईँको चाहिँ एकदमै त्यो चाहिँ के संवेदनशील विषयवस्तु भयो कि यो चाहिँ एक दिन जब मेरो युट्युब चाहिँ भाइरल भएर जान्छ, मलाई सबैले चिन्छ, त्यो दिनदेखि चाहिँ म देशको लागि केही गर्छु। देशको विकासको लागि, जनताको विकासको लागि आफ्नो विचार, आफ्नो सोच भने ठाउँमा राख्दिनँ। अहिले त मेरो च्यानल भर्खर ग्रो हुँदैछ, मलाई मान्छेले कसैले चिन्दैन। मलाई चिन्ने भनेको यहाँ हाम्रो गङ्गा दाइ, हाम्रो यहाँ नवीन सरहरू, अर्जुन सर, तपाईँ, सुरज, म आफैले मात्रै चिन्छु अहिलेको समयमा। अहिले मेरो बोलेको आवाज जनतासँग पुग्दैन क्या। यो तपाईँको कुरा एकदमै मलाई ठिकमै लाग्यो र अर्को तपाईँ मलाई ठिकै लाग्यो। एकचोटि चेस पनि गरिदिइहाल्नु न। ल गर्नुहोस् तपाईँले, अब तपाईँले चेस गर्नुहोस्, ठिक छ। ल म चाहिँ यो के अरे वाटर तपाईँ हाम्रो उहाँले चाहिँ पानी खाइराख्नु भएको छ है, पानी। यो तपाईँले भन्नुभयो, तपाईँ चिन्जानको बारेमा भन्नुभयो। म तपाईँले एक प्रकार यो तपाईँको चिन्जानको बारेमा जुन कुरा भन्नुभयो भने अहिले तपाईँले म ठिकै छ, एक साइडमा तपाईँले ओके नै भन्छु र अर्को साइडमा तपाईँले रङ भन्नु। युआर रङ। किन रङ? सोध्नुहोस् किन रङ? रङ धेरै प्रकारको हुन्छ, रातो, कालो, हरियो, निलो, सेतो, कालो। तब त्यो रङको कुरा होइन, मैले तपाईँको भनाइको कुराको रङबारे म तपाईँलाई भन्दछु। तपाईँले यदि 5 जना 6 जना पनि तपाईँले चिन्ने मान्छे छ भने तपाईँको सोचाइ रङ हो, तपाईँको सोचाइ बदल्नुहोस्। तपाईँले चिन्ने अहिले मिडियादेखि लिएर आफन्तदेखि लिएर तपाईँले काउन्ट गरेर तपाईँले गर्न सक्नुहुन्न। त्यस कारण तपाईँको सोच बदल्नुहोस्, तपाईँको छाती ठुलो बनाउनुहोस्, तपाईँको छाती कति ठुलो बनाउनुहोस्। ल भन्नुहोस्। छाती भनेको जहिले पनि कुल जस्तो होइन, नट ओन्ली लाइक क्यानो, लुक्स लाइक ग्रेट ओसन होइन। तपाईँको ठुलो समुद्र छ, फराकतिर छाती बनाउनुहोस्। अहिले यहाँ मिलियन मान्छेहरू छ, भोलि गएर बिलियन मान्छेहरू हुनसक्छ। त्यस कारणले तपाईँले चिन्ने मान्छे 4 जना 5 जना मात्रै छैन। तपाईँको पछाडि, तपाईँको ब्याक साइडमा तपाईँको पछाडि धेरै मान्छेहरू छ। तपाईँको धेरै मान्छेले तपाईँले हेरिरहेको छ, अब्जर्भ गरिरहेको छ, मूल्याङ्कन गरिरहेको छ। तपाईँले भर्खर 4 जना 5 जना भन्नु, जम्मा 9 जना भयो नि त। त्यसमा धेरै अलिक केही थप्नुपर्छ। ल जे होस्, तपाईँसँग भेटेर आज यो एउटा राम्रो ठाउँमा, अवश्य ठाउँमा होइन, रमाइलो ठाउँमा भेटियो। अब कुराकानी गरियो, भेटघाट गरियो। त्यो मात्र नभएर खानपिन गरियो, बसियो। त्यसको लागि धेरै तपाईँलाई धन्यवाद। आगामी दिन तपाईँको यो सोसियल मिडियाप्रति, युट्युब, फेसबुक, वाट एभर जे होस्, तपाईँ राम्रोसँग अगाडि बढ्दै जानुहोला। तपाईँको हजारौँ सपोर्टरको मध्येमा म पनि एउटा पर्दछु। तपाईँको सपोर्टरमा तपाईँले यही शुभकामना दिन्छु। कङ्ग्रेचुलेसन फर यर फ्युचर एन्ड फ्युचर प्लानिङ एन्ड एभ्रिथिङ what you want, what you wish, everything will be fulfilled from the God. म धेरै आभारी भएँ सर, धेरै आभारी भएँ। तपाईँको कुराले म भावुक पनि भएँ, आभारी पनि भएँ। आपको इन्टरभ्यू सकाइदिउँ है त? सके त अब
उनीहरूले त नि ऋषि धमलालाई त नि काबु बनाउने रहेछ नि त यो खालको अनि बापरे बाप उहाँले उत्तर दिनु भएको कि क्वेसन सोध्नु भएको कति चाहिँ हुने रहेछ अनि धारा पर्व दिनु भएको थियो नि पत्रकारितामा हामीले चेन्ज गर्नुपर्छ खालि पत्रकारिता सोध्ने मात्रै होइन होइन अलिकति सास रोक्दाखेरि ऋषि धमलाले कन्ट्याक्ट दिइहाल्छ तपाईँले त सासै रोक्नुहुन्न रहेछ नि अनि तपाईँ पत्रकारले तपाईँले सास फेरेको कन्ट्याक्ट दिने हो त होइन तपाईँले त सासै फेर्नु हुँदो रहेछ ऋषि धमला त अनि फला भाग थियो यार तपाईँको त